ला आज पनि 10+0 को एउटा गेम खेलौँ है त। टाइटलमा चाहिँ 1800 पुग्ने भनेर लेखेको छ तर रेटिङ चाहिँ 2000 छैन। तर यो चाहिँ खास सुरुको रेटिङ भएर नयाँ अकाउन्ट भएको भएर धेरै रेटिङ भएको हो। मेरो रेटिङ 2000 चाहिँ छैन होला। 2000 चाहिँ छैन होला भन्दा नि 2000 100% छैन। यही खेल्नुपर्छ के हो। लामो गेम छ है सुरुमै साथ हानेर। थ्री अट्याक भएको हुन्थ्यो। मुख त्यहाँ छ। एकचोटि विचार गरौँ है त। यो खान्छ म खान्छु। हात्ती त यहीँ छ। क्यासल त मैले गरिसकेँ। यस्तो आउँछ त्यही भएर यस्तो गर्नु हुँदैन। त्यही भएर यसलाई पछाडि ल्याउँ। यसले यस्तो गर्छ होला। यसलाई यस्तो गरौँ। यसले यस्तो गर्छ। त्यसको सट्टा त अहिले यो जाउँ। यसले यस्तो गर्छ म यस्तो गर्न सक्छु। हो अफकोर्स म यहाँ जान सक्ने वातावरण बनाउनु पर्यो है। पिक्स नठेला मैले यो ठेल्दिएर यो यहाँ आयो भने म यहाँ जान्छु भनेर सोचिरहेको छु। त्यो पनि ठिकै हुन्छ होला। खाइदियो भने यसले खान्छ। यसले खान्छ ठिकै हो। यसको फोन मन्त्रीलाई के गरेर ट्यास थियो र हात्तीलाई चिरो सुनाउन सकिँदैन। सिम्प्लिफाई गर्ने हो। कि यसलाई खाएर यहाँ पुऱ्याउने हो। यसलाई त्यही गर्न कोसिस गरौँ न। पहिले त्यहाँ गएको भए के हुन्थ्यो। यतिखेर क्यासल गर्दैन यसले होइन। अब यहाँ आउँछ भनेको यहाँ गयो। यस्तो गर्न सकिन्छ। यस्तो गऱ्यो भने यस्तो गर्न होला। मन्त्री यहाँ आउँछ म यहाँ जान्छु। होइन त्यस्तो गर्नुभन्दा नि के गर्नुपर्छ भन्दाखेरि यसको पछितिरको पिसो हटाउने वातावरण गर्नुपर्छ। किनभने राजा छेक्ने ठाउँ पाउँछ। राजाले छेक्ने ठाउँ नपाओस्। मैले यो खान्छु यसले यहाँ खान्छ। म यो खान्छु। यसले यो खान्छ। यहीँ खान्छु ल ठिक छ। खाएन नि त। यसलाई पिन हानिदेऊ ताकि यसले खान नसकोस्। यहाँ गएको भए नि हुने रहेछ। ओहो यो गएको भए त बेस्टै हुने रहेछ त्यो यार। त्यही भएर धेरै बेर सोच्नुपर्छ क्या। यत्रो लामो गेम खेल्नु पाउँछ त्यो के हो। लामो एकछिन सोचेको भए अहिले यहाँ गइन्थ्यो नि। त्यसपछि के आउँथ्यो। यहाँ आउँथ्यो आउँदैन थियो। यस्तो गरिदेऊ। के हो यो मरेन। राजाले खाँदैन मन्त्रीले खाँदैन किनभने यो त प्रोटेक्टेड छ। कि यसले खाउँ यो भाग्नुपर्छ। होइन यसले खाउँ यो अट्याक हुन्छ। यसले खान्छ। अहिले देखेन। अब त डिस्कभर चेक आउँछ नि त। यहाँबाट डिस्कभर यहाँ आयो भने यहाँ खाइदिने। त्यही भएर मोस्ट डेफिनेटली यहाँ आउँछ। है त
त्यो मोस्ट डेफिनेटली यहाँ आउँछ। यहाँ यो खाने हो। डिस्कभर अरू केही राम्रो छैन डिस्कभर यहाँबाट चेक छ। म यहाँ खान्छु त्यो डिस्कभरबाट जाने ठाउँ हुँदैन यहाँ आउनुपर्छ। यो खान्छ खाँदैन। पिस डेभलप गर्नतिर लगाऊ। फुल रोग फाइदा छ। यस्तो गरौँ न त। यहाँ आएर यता आएर मैले खासै फाइदा देखिँदैन क्या। यहाँ अट्याक छ। यो गर्न सकिँदैन? सकिन्छ। जति एक्सचेन्ज गर्छ त्यति फाइदा हो मलाई। अब के गर्ने? ए पिउसो घाटा लाग्छ मलाई। सोचिन नि यसमा नि किन नसोचेको? प्लिजको बुलेट खेला जस्तो खेल्नु हुन्न क्या गेम खेलिसकेपछि। बुलेट खेला जस्तो खेलियो क्या। कसरी बुलेट खेला जस्तो हुनु? 5.5 मिनट भइसक्यो मेरो टाइम उसको 8 मिनट। तर लामो गेम खेल्दाखेरि टाइम म्यानेजमेन्ट पनि इम्पोर्टेन्ट कुरा हो क्या। कहिले सोच्नु पनि पर्छ होइन। पहिला छोटो गेम खेल्दा त नसोचिकन फर्स्ट इन्स्टिक्टमा चाल्ने मात्र भन्ने कुरा हुन्छ होइन। छोटो गेम खेलेपछि चाहिँ कहाँ जान्छ? यहाँ जान्छ, यहाँ जान्छ, यहाँ जान्छ। चेक दिएर यहाँ जान मिलेन, खान मिलेन। यस्तो गरेर यहाँ जान पनि मिलेन। यस्तो गरेर यस्तो गर्दा हुन्छ सस्तो। तर यो गर्नुभन्दा नि घोडालाई अलि टाढा पुऱ्याउने। यहाँबाट यहाँ गएर यो डबल गराउन पनि राम्रो छैन क्या मलाई होइन। यस्तो गरेर यस्तो गर्न सकिन्छ। यो आयो भने यो खाने, यो आयो भने यो खाने। ठिक छ त्यही गरौँ। यहाँ आउन सक्छ? सक्दैन। यहाँ जान सक्दैन। जिसको केही काम छैन। फ्रीमा खाएन यो त के खेले भाइ? यस्तो गरेर हुन्छ। यहाँ जान्छ जाँदैन। यहाँ खान्छ हामी यहाँ खान्छौँ। त कतै थ्रेड ड्यास केही छ यहाँ जान्छ। म यहाँ खान्छु। यहाँ खायो भने म यहाँ खान्छु। यहाँ जाँदैन, यहाँ जाँदैन, यहाँ जाँदैन, यहाँ जाँदैन, यहाँ जाँदैन होइन। यहाँ जाँदैन। यहाँ जान सक्छ। म पिसो खान्छु। यहाँ खान सक्छ। म यहाँ खान्छु। ठिक छ। यसले नि खासै केही फरक पार्दैन भनेको पार्दो रहेछ नि त। यस्तो गरौँ। यो त यसले खाइहाल्छ। यस्तै गर्न सकिन्छ यहाँ। अब त्यो नाचेर जितिन्छ नि यो गेम। के कुरा गर्नु सर? सरलाई मैले पहिले भनेको थिएँ। हकिन सर तपाईँ भन्नुहोस् त के खेलेको कसरी यसको अन्त 1870 रहेछ। ठिकै छ। यसलाई एक्सचेन्जहरू डिसअपियर छैन। यसलाई भ्यार बढाउने हो। राजा अगाडि बढाउन सक्छु। यो यहाँ आउँदैन। म यहाँ जान्छु। यसलाई एक्सचेन्ज गर्न खोज्छु किनभने यहाँ आउँदैन, यहाँ आउँदैन। ठिक छ। म एक्सचेन्ज गर्न खोज्छु। यो
किनभने यहाँ गयो भने म चेक छु अब एक्सचेन्ज हुन्छ यहाँ गयो भने म चेक छु अनि यहाँ जाँदा एक्सचेन्ज हुँदो रहन्छ केही छैन त्यो पनि अब एक्सचेन्ज हुन्छ नि त यहाँ गएपछि त्यसले खान्छ होइन अब पेयर छैन पेयर नहुने बित्तिकै त अब यसले कहाँ छेक्छ यहाँबाट छेक्ने कार्ड यहाँबाट छेक्न सक्दैन यो त के नाचेर मन्त्री भएन एक एक गर्दै गएन मन्त्री हुन्छ यो खाँदो रहेछ यहाँ नि खाँदैन किनभने यहाँ आउनु भयो कसरी खान्थ्यो यहाँ बाटो बन्द रहेछ के देख्छ मेरो आँखाले यहाँ आउँदैन यहाँ आउँदैन ल यो खान्दिनु भएन यस्तो गरौँ यो गेम त धेरै सजिलो एनालाइज गरेर खासै केही फाइदा भयो जस्तो मलाई लागेन तैपनि यसो एनालाइज गरेर हेरौँ यहाँनिर ब्लन्डर के थियो भन्नुहुन्छ है त होइन 1.5 रहेछ यहाँ एउटा कुरा मैले के रियलाइज गर्ने घोडा निस्केको छैन भने हाततिर घोडा यहाँ सँगै छन् भने चाहिँ त्यसपछि मन्त्री यस्तो खुल्ला छ भने यो पुसलाई अट्याक गरिहाल्नु पर्छ किन नत्र अप्ठ्यारो हुँदो रहेछ कि यसलाई कि चाहिँ यसले यता बढाउनु पर्छ यो अकवर्ड हुन्छ त्यही भएर त्यस्तो गर्नुपर्ने रहेछ केही छैन यस्तो गरेको भए त गरिएन होइन ए ब्लन्डर त यहाँ थियो नि त यति बेलैसम्म सकिसकेको रहेछ घोडाले खानुपर्ने थियो कहाँ जानुपर्ने थियो चेक गरेर खानुपर्ने थियो ठिक छ पछाडि आयो राम्रो मोबाइल रहेछ खायो अब त म नाची जितिहाल्छु नि त्यहाँ यस्तो गर्दै बस्दा यो मुभ राम्रो थियो कि थिएन एकछिन सोचेर खेल्यो हो ठिकै रहेछ त्यस्तो खराब पनि होइन रहेछ यसले त के भन्दो रहेछ भने दायाँ बायाँ केही नसोच भाइ यसलाई 1 2 3 4 चोटिमा उता लैजा भन्नु ठान्दो रहेछ क्या ठिकै छ किन एक गएकोमा फुस्केको भाइ एक्सचेन्ज गर्ने स्किम पनि राम्रो होइन त्यही बढाएको बढाइ गरे हुँदो रहेछ त्यसपछि मात्र बढाउने सोच आयो मेरो होइन ओके यो गेम ठिकै भयो जस्तो लाग्यो मलाई होइन यो गेमले हाम्रो रेटिङलाई 2010 बनायो 2015 ठिक छ यो गेमलाई यत्तिकै गर्नुपर्छ जस्तो कि एउटा नयाँ गेम खेल्ने हो अरू के छ एउटा एक्स्ट्रा खेलिदिउँ न त्यो छिटै पनि सक्यो होइन 7:09 मिनट भएको रहेछ 10 मिनटमा होइन तर यो भिडियोलाई यति नै गरौँ ठिक छ